हामी चाहिँ जुटेको सेटमा छौँ। पछाडि हाम्रो मेरो प्रिय भाइ कृष्ण। हेलो कृष्ण। हाई दाई। के छ अवस्था? रमाइलो भइरहेछ? आमा रमाइलो भइरहेछ। अलि के ब्रेक हो यो? निब्बा ब्रेक भइरहेको छ। म देखाउने छु। निब्बा खरे एकदम रमाइलो गरिरहेछन् हाम्रा साथीहरू। अमिलो खाने कार्यक्रम भइरहेछ। कस्तो भइरहेछ? अमिलो खाने कार्यक्रम भइरहेछ। हेलो निब्बा ब्रेक। हेलो। मेन कुरा चाहिँ बुहारीको केसको कुरा गर्नुहुन्छ। बुहारीलाई एकदम धेरै हेपेको देखाएको छ नि त। अनि फेरि बुहारी र मेरो नन्द भाउजूको बन्डिङ पनि राम्रो देखाएको छ नि त। त्यो विषयमा कुरा गर्नु छ। अनि एउटा कुरा भन्छु ल नरिस के रहेछ ल भन भन। उहाँको विषयमा चाहिँ के भने जोडीले सहायता गर्नुहुन्छ। ल नानी ल बोल एक्लै म हिँडे। जोडीले नसम्झन्छ अलि बढी भइदिइरहेछ यार। के हो साथी? मैले भएको कुरा गरेको जस्तै उहाँले सोध्नुभयो नि त होइन। रियालिस्टिक कुरा गरेको हो नि त। जस्तै त्यही भन्नुहुन्छ। अब अलिकति जोडी चाहिँ भएन अलिक भन्यो राम्रो यसले भनिनै होइन राम्री छैन यो ठिकै मात्रै लाग्छ। तपाईँले कहिले यो राम्रीको क्वेसन उहाँले मेरो बारेमा कहिले त्यो राम्री त त्यो मुखबाट निस्किँदा एकचोटि निकाल्नु त मुखबाट वाउ क्या राम्री भनेर भन्न मिल्दैन होइन। यो पात्र पुरै सुटेड बुटेड टक्क जुठेले हे जिम्मले त को भन्न थाल्यो भने फेरि त्यसको मर्म मर्छ। त्यस कारणले गर्दाखेरि मलाई लाग्छ होला कुनै दिन त्यसको सपनामा केही देख्ने सम्भावना होला। तर त्यसरी ठ्याक्कै पुरै खतरै भइहाल्ने भन्ने चाहिँ छैन अहिलेसम्म जुठे। मेरो घर बाले नै हेर्नुहुन्थ्यो अरे जहिले नि। यहाँ जुन केटीले के भनेको छ म आजै भित्रिन राजी छु भनेको छ। तर मेरो छोरोले भित्राउन राजी छैन है। तर म भित्राउनु भन्छु ल छोरो नभन्। तर म भित्राउन राजी छैन ल। मर्साङदीमा हामीले जुठेको सुटिङ गर्न आउँदाखेरि यसरी फिसिङ गर्ने कोसिस गरिरहेको छौँ। ओके हेरौँ के हुन्छ। हामी दुईजनाले हाल्दैछौँ। ल समाज यो त यहीँ आइसक्यो। अब त कहाँ आउनु? छेउमा नजानु के दादा? के छ माछा पर्ला जस्तो लाग्छ? स्योर 100%। थ्याङ्क यू भेरी मच। छेउमा नजानु। यहाँबाट हाल्नु नि। यहाँबाट अर्को बोतल थियो त अनि यसैमा पानी अनि कसरी जान्छ? दर्शकले एक्सपेक्ट गरे अनुसारको म दिन सक्दिनँ होला। तर एटलिस्ट जस्तै म्युजिक भिडियोको कुरा गर्नुभयो होइन। जस्तै सर्ट मुभीहरूमा त आउँछ क्यारेक्टर त्यो डिफ्रेन्स हुन्छ होइन। तर जस्तै डान्स अब म डान्स गर्न सक्छु होइन। त्यो मलाई त्यति कन्फिडेन्स छ। तर प्रायः यस्तो डान्स भएको गीतहरू चाहिँ नआउने क्या। अनि त्यो अलिकति मलाई कस्तो लाग्छ अब जस्तै स्याड मात्र आउने। मैले मेरो काम चाहिँ देखाउन पाउँदिनँ क्या। जस्तै म डान्स पनि गर्न सक्छु भनेपछि त्यो देखाउन पाइनँ नि त। अनि त्यही भएर म के अब यहीँबाट पनि म रिक्वेस्ट गर्न चाहन्छु होइन डिरेक्टर्सहरूलाई मेकर्सहरूलाई चाहिँ कुनै एक्टरले जस्तै स्याड गरिरहेछ भने त्यो स्याड मात्र गर्न सक्दैन क्या। उसँग डिफ्रेन्ट भेरिएसन्स हुनसक्छ क्या। उसँग डिफ्रेन्ट आर्ट हुनसक्छ। त्यही भएर त्यो चाहिँ चिन्दिनुपर्छ डिरेक्टर्स मेकर्सहरूले होइन। त्यही रिक्वेस्ट गर्छु म। अनि एजमा पनि सानो हुनुहुन्छ तर बोल्न एकदम ट्यालेन्ट हो। यो मान्छे त बोलीमा त पहिला कति दिन त थर्र बोल्यो नि यसले। अनि खर्रै बोल्यो। मैले तपाईँलाई क्लास दिएको होइन बोल्नमा। यस्तो अलिक गफ धेरै दिन्छ कि अनि त्यही भएर त्यसो देख्दैछ। तपाईहरु विशेष गरी पर्दामा जोडी भए पनि लाइक हुन्छ नि अब यो के भनेर सम्बोधन गर्नुहुन्छ? यो मैले ओइ केटी भनेर बोलाउँछु। मैले भनेको नभन्नु हैन। मैले मेरो त्यो नराम्रो बानी नै होला। मेरो टिमको बहिनीहरुसँग चाहिँ मैले जस्तो बोलाउनु पर्ने ओइ ओ म यहाँ चाहिँ ओ केटी यहाँ चाहिँ त्यही नै हुन्छ प्राय सबैलाई नै। तर म चाहिँ मायाले पनि बोलाउँछु जुठु पनि भन्छु म। कहिलेकाहीँ त्यो त तिम्रो त्यो सिन हुँदाखेरि जुठु पनि भन्छ तर त्यस्तो धेरै। अन्तिममा म के भन्न चाहन्छु भने हामीलाई यति धेरै माया गर्नुभएको छ। यो माया हामी कहिले पनि टुट्न दिने छैनौँ। र हामीलाई सल्लाह सुझाव तपाईँहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ। कमेन्ट गर्दाखेरि मैले जहिले पनि भन्ने कुराहरू
सबै भाषामा कमेन्ट गर्नु होला, पढ्न सक्नु, दिदीबहिनी दाजुभाइ आमा बाउसँग बसेर पढ्न सक्ने खाले कमेन्ट गर्नु होला। हामी त्यसको चाहिँ त्यो अनुसार नै हामी चल्नेछौँ। र जुठेको परिवार जो हामी दाइ दिदी भाइ बहिनी टेक्निसियन सबैजना जुठे हल्का रमाइलो कुनै पनि काम चाहिँ त्यतिकै एउटा डिरेक्टर राइटरले मात्रै चाहिँ प्रोग्राम चल्ने प्रोग्राम राम्रो हुने भन्ने हुँदैन। यहाँ चाहिँ हुने हाम्रो किचनको दिदी हुनुहुन्छ, उहाँदेखि लिएर हामीदेखि लिएर रवि दाईदेखि लिएर विद्यार्थी हामी जो हुनुहुन्छ होइन भाइ बहिनी दाइ दिदी सबैजनाको 100% सबैजनाले आफ्नो तर्फबाट दिनुभएको छ। त्यस कारणले गर्दा प्रोग्राम राम्रो भएको हो। र उता हल्का रमाइलोको पनि त्यही हो, सबैजनाले हेरिदिनु होला। अन्तिममा मैले भन्ने गरेको हल्का रमाइलो जुठे मात्रै होइन, नेपालमा चलिरहेका अन्य सिरियलहरू पनि छन्, फिल्म छन्, नेपाली उत्पादन माया गरिदिनु होला, यही नै हो।